ल आउनुहोस् गजरमुखी धामको केही विशेष कुराहरू सुनौं। इलामका चर्चित 4 खोलाहरूमध्ये एक देउमे किनारमा अवस्थित गजरमुखी धाम रहेको छ। देउमे र फाक्फु खोलाको सङ्गम स्थलमा रहेको नजिकै गजरमुखीमा हरेक मङ्गलबार र शनिबार भक्तजनहरूको भिडभाड हुन्छ। हिन्दू धर्मावलम्बीहरूको आस्था केन्द्र आसामको कामचकन्या देवीको बहिनी मान्दै गजरमुखीमा भारतीय श्रद्धालुहरू पनि आउँछन्। स्थानीय वृत्तवृत्त अनुसार गजरमुखी धाममा रहेको अङ्कारे भिरमा पहिला अजिङ्गर नागहरू बस्थे, जसलाई देवीको रूपमा वा नागकन्या मानिन्थ्यो। टाउकोमा मणि रहेको भाग जसलाई गजुर र अगाडि मुख भएको कारण गजमुखी नाम रहन गएको हो। यी देवीलाई गजरमुखी सिंह देवी पनि भनिन्छ। चिताएको पुग्ने देवस्थलको रूपमा माङसेबुङ गाउँपालिकाको गजरमुखी धामलाई चिनिन्छ। बोली नआएकाको बोली आउने र सन्तान नहुनेहरूको सन्तान प्राप्ति हुने विश्वासमा गजरमुखी धाममा पुग्ने क्रम पुनः नै हो। यहाँ प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा 3 दिन धार्मिक मेला लाग्ने गर्दछ, जसलाई कार्तिके मेला भनिन्छ। यहाँ पाठ पूजा तथा दर्शनका लागि इलाम सँगसँगै पूर्वी नेपालका छिमेकी जिल्लाहरूका समेत भक्तजनहरू आउँछन्। मन्दिर क्षेत्रमा साधु सन्ताल बस्ने कुटी धर्मशाला पनि रहेको छ। देउमे खोलाको नजिक रहेको धाम आसपास समतल रहेको भूभाग हराभरा वन जङ्गलले पनि त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने गर्दछ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि आइसकिसकेँ हजुरहरूको सामु न्यू भिडियोको साथमा। सो गाइज, आज चाहिँ म रेडी भएर गाडीमा चट्ट परेर हिँडिसकिसकेँ। कहाँ भन्नुहुन्छ होला, हाम्रो गाउँको धार्मिक स्थल के भन्छ मम्मी? धार्मिक स्थल मन्दिर जाँदैछौँ हामी दर्शनको लागि। त्यहाँ मम्मीको केही भाकलहरू थियो, त्यहाँ चाहिँ भाकल मागेर केही गरिन्छ। मतलब भरे म सबै देखाउने छु। हाम्रो यो इलाम जिल्लाभरिको मान्छेहरू आउँछन् दर्शन गर्नको लागि। एकदम मानिएको ठाउँ हो, त्यसैले हामी पनि जाँदैछौँ दर्शन गर्दै। अनि सो हामी चाहिँ खोलादेखि नै धुपबाती चढाउँदै जानुपर्ने हुन्छ। सो स्टे ट्युन गाइज, हेर्दै जानु होला। अहिले चाहिँ हामी यहाँनिर मान्छे पर्खिरहेछौँ। झापा जाने गाडीमा चढेछौँ। हामी माथिदेखि चाहिँ हिँड्दै आयौँ। अलिक तल बितामरुङ भन्ने ठाउँमा आइपुगेर चाहिँ हामी ट्याक्सी चढेको छौँ। अब चाहिँ हामी सिधै जानेछौँ। स्टे ट्युन। हामी चाहिँ टक्क गाडीमा बसिरहेछौँ। 3 जना मात्रै छौँ। कहिले हो कहिले अब चाहिँ थाहा नै छैन। मेरो अनुहार कस्तो देखिरहेको होला। आउनु भयो त ड्राइभर अङ्कल भर्खर आउनुहुँदैछ। ऊ माथि हलिँदै। गाउँको नाम चाहिँ एकतप्पा। चेपिएर मरेन। खोला छ। मम्मी अगाडि बाल्ने होला नि मम्मी। के बाल्दा नि हुन्छ? यहाँ बाल्नु नि। सो गाइज, यसरी धुपबाती यहाँ खोला जुन खोला तरिन्छ त्यही खोलामा गर्दै जानुपर्छ। सो हामी चाहिँ गर्दै जाँदैछौँ। बाई बाई। पुल भत्किएर यसरी जानुपर्छ। बाटो मुखी धाम आइपुगिसक्यौँ। अब चाहिँ हामी नुहाउन जाँदैछौँ। सो यहाँ चाहिँ घरबाट नुहाएर आए पनि हुन्छ, खोलामा नुहाए नि हुन्छ। तर विशेष चाहिँ खोलामा नुहाएको राम्रो हो। यहाँ खोलामा नुहाएर चाहिँ टक्क यहाँ माथि मन्दिर छ। सो अहिले म देखाउने छु। त्यो मन्दिरमा गएर पूजा गर्नुपर्ने हुन्छ। त्यसैले हामी चाहिँ जाँदैछौँ नुहाउनको लागि। त्यहीँबाट तल नि न कति पछाडि यता आएको। हाम्रो त बाटोसाटो बिर्सेर कता के हो कसो हो। पहिलाभन्दा निकै चेन्ज भएछ। पहिले त केही थिएन जङ्गलहरू पनि। अहिले त जङ्गलहरू पनि टन्नै बोट बिरुवाहरू बढेर कत्रो भइसकेछ नि त। सो अब चाहिँ हामी नुहाउन जाँदैछौँ। नुहाएर चाहिँ आउँदैछौँ। हामी चाहिँ नुहाउन खोलामा जाँदैछौँ। मम्मी यहाँ हुनुहुन्छ।
पछाडि डाँडा यस्तो दामी छ हाम्रो मम्मी यहाँ। नौ भनेको त नि खोला त यस्तो पो रहेछ त धमिलो। अब कसरी नुहाउने जसो तसो यसो चोखेर जान्छु म अब। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ। अब चाहिँ हामी यहाँ ढुङ्गाको बिचमा बसेर लुगा फेरेर नुहाएर चाहिँ चल्नुपर्ने हुन्छ। नुहाउनु आएको कि गाइज हामी यहाँनिर कस्तो भयो भने नि खोलै धमिलो रहेछ। अब जसो तसो यसो चोखिएर जान्छौँ। आखिरी हिजो नुहाएकै हो, सो नुहाएर चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ गाइज। अस्ति चाहिँ क्या यहाँनिर ठुलो पानी परेर होइन कस्तो 3टा घर बगायो नि त यही खोलाले। सो अनि अहिले चाहिँ पानीहरू पुरै धमिलो आइरहेको छ। अनि हेर्नु त पहिरोहरू लडेको कस्तो कस्तो छ। यहाँ पहिरो लडेको खोलाहरू यस्तो छ। मम्मी उयो फेस्रेपा होइन, फेस्रेपा दह हो गाई उयो चाहिँ। त्यहाँ चाहिँ उयो चाहिँ फेस्रेपा दह छ कि त्यहाँनिर म सानोमा डुबेको त साथीहरूले उफ्रिम भने होइन। अनि हामीमा आएर उफ्रेर है डुबेर बाख्रा चलाउनेले मलाई बताएको थियो भने मलाई पौडी खेल्न आउँदैन। धन्न बाजे। सक्यौँ खोला धमिलो भएको कारणले हामीले चाहिँ धेरै नुहाइनौँ, छिक्क चोख्यौँ आँखामै घाम परेर। सो अब चाहिँ हामी लुगा लाएर हल्का लिपोत गरेर चाहिँ जान्छौँ मन्दिर। अघिबाट भिडियो दिन गरेर नुहाउन गएको थिएँ। अहिले चाहिँ नुहाएर कपाल पनि सुकिसक्यो। हल्का गाजर लिपस्टिक लगाएको क्या। यहाँ हेर्नु न यो क्या के भएको हौ मिल्दैन। घरि सानो हुन्छ घरि ठुलो हुन्छ, त्यही भएर म धुस्रे र फुस्रे भएर हिँड्छु क्या। अनि मम्मीले आज लगान अलिक भन्यो ओके भनेर लगाइदिएको। सो मलाई चाहिँ मम्मीले लगा भन्नुहुन्छ, म चाहिँ लगाउँदिनँ क्या। अब चाहिँ हामी जान्छौँ। मम्मी पनि रेडी भइसक्यो टेन्टन गरेर थियो ल। मम्मी पनि रेडी भइसकिसक्यो चट्ट लाएर। हाम्रो खोला रहेको छ, हामी यहीँ नुहायौँ गाई त्यस्तोमा। गाई यहाँ चाहिँ मम्मीले अगरबत्ती चलाउनु हुँदैछ। अब चाहिँ हामी यहाँ खोला फुल चढामै। अब अस्ति पानी चाहिँ नि यहाँको पानी वहाँ माथि पुगेर यता माथिको घर 3टा घर बगाएको थियो क्या। खेती बगरै बनायो नि सबै यताको घर सबै बगाएको। कतिवटा? 9 घर। आम्मा 9 घर बगाएछ यसपालिको बाढी पहिरोले। गाई चाहिँ यहाँनिर खोला छेउमै छ नि त घरहरू। सो यहाँ चाहिँ बाढी पीडितहरू हुनुहुन्छ, बाहिर बसिराख्नु भएको छ। अनि अब सरकारको लथालिङ्गै छ आफ्नै के कुरा गर्नु, त्यही भएर कुरै नगरौँ। सो अहिले चाहिँ हामी मन्दिरतिर जाँदैछौँ। यस्तो छ गाइस, चाहिँ मेरो साथीको होटल हो है। अब हामी जाँदैछौँ। अघि हाम्रो परिवार हिँडिरहेको थियौँ। गाइस यो चाहिँ हाम्रो फुलपाती के छ पूजा गर्ने सामान। पोल त यहाँ टन्नै बस्थे मान्छे आकल थियो। अनि यो चाहिँ परिवार उडाउन ल्याएको। यहाँनिर छ फुलपाती टक्कसँग। गाइस यो चाहिँ इन्ट्री गेट हो टक्क। यहाँनिर चाहिँ यहीँदेखि हामी पूजा गर्दै जानुपर्छ गेटदेखि नै। यसरी भित्र स्वाट्ट जानुपर्छ। गाइजहरू अप्सनमा चाहिँ यहाँ सामानहरू मिलाउँदैछु, पूजा गर्ने सामानहरू रेडी गर्दैछु। अब हामी पूजा गर्न लागेको थियो। अनुहार चाहिँ देखेको
अहिले नै यो रेडी बनाउँदाखेरि भएर सजिलो हुन्छ नि त एकैताली अनि त्यही भएर बनाउँदैछु म चाहिँ उपलेको पूजा गर्दै गर्दै आउनुपर्छ सो अब चाहिँ जाँदैछौँ हामी पहिलाभन्दा अर्कै बनाएको रहेछ हौ पहिलाभन्दा चाहिँ पुरा अर्कै बनाएको रहेछ कस्तो अनौठो लागिसक्यो बिल्डिङहरू पुरा विशेष गरेर चाहिँ हाम्रो मम्मीको भाकल हो त्यसैले मम्मी गर्नुहुन्छ धेरै मैले नै गरिराखेको छु पहिला जग्गा चाहिँ एउटा पनि यस्तो केही थिएन क्या सबै नयाँ नयाँ भइसकेको छ हुन त म पनि ठुलो भइसकिसक्यो म सानो आउँदाखेरि यस्तो थियो अनि यतिको त भइहाल्छ नि सो मैले बजाउनु मन लाग्यो पहिलातिर त यहाँ सबै पूजा गर्दै जानुपर्थ्यो एउटा केही रहेन नि अब यहाँ चाहिँ हो नि त सट्टा गर्ने ठाउँ यहाँ हो पूजा गर्ने ठाउँ यहाँदेखि भित्र जानुपर्छ हामी चाहिँ पूजा गर्दै गर्दै माथि जानुपर्छ क्या यस्तरी यो ढुङ्गाको बिचबाट चाहिँ आदि पूजा गरेर भ्याइसक्यौँ भित्र चाहिँ भिडियो त्यति साह्रो बनाउनु मिल्दैन नि त सो अनि हामी चाहिँ अहिले भिडियो मैले चाहिँ गरिसकेँ मम्मी चाहिँ पूजा गर्नुहुँदैछ अनि अब सकिँदै गयो नि त यतापट्टिबाट छिरेर यतापट्टिबाट पूजा गर्दै निस्किनुपर्छ नि त सो गाइज अब हाम्रो एउटा ठाउँमा मात्रै बाँकी छ पूजा गर्नको लागि घरबाट कलाइसक्यो भाइको कतिखेर आउनुहुन्छ मम्मी भन्दै हेर्नु यस्तो ढुङ्गाको बिचमा छ मन्दिर यता माथि सबै ढुङ्गा छ सत्यताले थामेको भन्छन् यस्तो छ गाइजी मम्मी चाहिँ आउनुहुँदैछ परिवार चाहिँ माथि नै एउटा पनि पेरुङ्गा चाहिँ यतै लिएर आउनुहुँदैछ माथि फोहोर हुन्छ नि त सो चाहिँ मन्दिर पनि के आज चाहिँ मन्दिर पनि कस्तो खुल्ला रहेछ कि मतलब शनिबार र मङ्गलबार मात्रै भिड हुन्छ अरे आज चाहिँ अब भिड छैन सो हामीले मजाले पूजा गऱ्यौँ अनि आयौँ त्यस पछाडि हाम्रो पूजा पनि सकिन लाग्यो अनि त्यस पछाडि हामी जान्छौँ माथि घुम्ने ठाउँहरू त छ तर माथि हामी जाँदिनौँ फेरि आउनुपर्ने छ क्या हाम्रो यो त मम्मीको भाकल बुझाउन भाइको बुझाउन अहिले चाहिँ आउनुपर्ने छ म चाहिँ हुन्छु कि हुन्न थाहा छैन सो झापा जानुपर्ने छ मेरो चाहिँ एकदम मेरो बितिसकेको छ मेरो कामहरू टन्नै म चाहिँ झापा जानुपर्ने हुन्छ मम्मीहरू चाहिँ बसेर गर्नुहुन्छ कि बा म पनि बस्छु कि त्यो फिक्स छैन अनि त्यही हो साथीहरू माथि टन्नै घुम्ने ठाउँहरू बनाएको छ अरे अब पछि हेर्न जान्छु म चाहिँ गाइस हामीले चाहिँ पूजा गरेर फर्केको अब चाहिँ यहाँ यसो फोटो खिच्छौँ हामी ओहो यहाँ अघि हामीले फालेको फोरी रहेछ फोहोर फाल्ने ठाउँ यता यहाँ बस्नु त मन फोटो खिच्छौँ सो गाइस हामी चाहिँ माथि जाँदैछौँ सिडी चढेर माथि पाथी भएर जस भन्ने जस्तो लाग्यो छ माथि भएर देवीको मन्दिर छ हामी चाहिँ माथि जाँदैछौँ अनि एउटा खास कुरो पनि भन्छु म माथि पुगेर गाइजहरू सो मम्मी तल हुनुहुँदो रहेछ तल पनि पूजा गर्ने ठाउँ रहेछ म चाहिँ भिडियो बनाउनुको चक्करमा माथि आइहालेँ सो
मम त त्यति आउँदै गोल्नु भयो गाह्रो छ नि साथी पूजा गर्नु पर्यो 5-6 वर्ष पछाडि आएको छु म त आइराख्न पाउँदिनँ अब त झन् आएको बेला पनि पूजा गर्नु पर्यो यहाँनिर एउटा खास कुरो छ साथीहरू म भन्छु पहिले सानोमा त्यसो भन्दै के अरे अहिले थाहा छैन है यो भित्ताहरू यो छ नि यो ढुङ्गामा रातो लगाएकोहरू यहाँ चाहिँ नि साथीहरू के हुन्छ भने केटाकेटीको नाम यो प्लस यो त्यो प्लस त्यो यस्तो हुन्छ नि नामहरू यो प्लस यो त्यो प्लस त्यो के प्लस एस एस प्लस ए प्लस बी यस्तो के लेख्छन् नि ए प्लस आर यस्तो यस्तो कति लेख्छन् क्या धेरै चाहिँ ए प्लस एस देखिन्छ कि पर्फेक्ट जोडी हो कि के हो हुन्छ अनि त्यस पछाडि यहाँनिर चाहिँ त्यसो भन्थे त्यहाँनिर यहाँ भित्तामा लेख्यो भने पुरा हुन्छ जोडी बे हुन्छ लप्परेर गऱ्यो भने लप्पर छ यस्तो के भन्ने भनेको थियो त्यो चाहिँ हो के थाहा भएन आई पनि होइन होला यहाँको पूजा पनि सक्यो गाइज अब चाहिँ हामी यसो मम्मीसँग मम्मी आउनु न एउटा टिकटक बनाऊँ न हाम्रोमा टिकटक बनाऊँ भने पनि मम्मी हेरिराख्ने यसरी भिडियो नसकुन्जेलसम्म मम्मी हेरिराख्नुहुन्छ म गीत गाइरहेको छु भइरहेको छ सो अब चाहिँ हामी टिकटक बनाउनेवाला छौँ गाइज यो चाहिँ गजमुखीको घरहरू हो कि यहाँनिर होटलहरू हो यिनीहरू चाहिँ सबै होटल यो टन्नै होटल छ यहाँनिर चाहिँ खोला बगर छ नि त अनि ऊ तलको घर 9वटा घर जति बगाइदियो अरे क्या अस्तिको पानीले अनि त्यत्रो ठुलो पानी आएर सबै बगाइदिएछ क्या नि मम्मी अनि बारी पीडितहरू त माथि ढस्नाहरू के घाटहरू लिएर बसिरहेको छन् कस्तो नराम्रो लाग्यो पारामा यस्तो छ साथीहरू गाउँमा बाटोमा जो मान्छे भेट्छन् रोक्दै बोल्दै हिँड्छन् गाडीको मान्छे पनि म त अचम्म लाग्छ गाउँमा यस्तै हो गाइज यो चाहिँ दोभान हो यहाँ चाहिँ दुई खोलाको मिलन भएर दोभान भन्छ एउटा चाहिँ फाकफोक थुम एउटा चाहिँ देउमै मिलेर चाहिँ दोभान बनेको हो कस्तो दामी भ्यू छ है गाइज हामीलाई चाहिँ गाडीमा ल्याइदिनु भयो अलिकति अब फेरि यहाँदेखि हामी हिँड्दै जान्छु बाटोमा गाडी भेट्यो भने चाहिँ चढ्दै जाने हो अब यतातिर त गाडी भेट्न त्यस्तै बिहान र बेलुका मात्रै हो नि त अलि त्यहाँनिर दर्शन गर्ने पाहुनाहरू लिएर आउनुभएको रहेछ क्या अनि त्यही भएर हामीलाई पनि ल्याइदिनु भयो यहाँसम्म भए पनि हिँड्नु परेन अब हिँड्नु पर्यो सुई यस्तो काममा हामी चाहिँ यही गाडीमा आइपुग्यौँ बल्ल ल्याइदिनु भयो बल्ल भन्दा नि मैले फोन गरेर भने क्या अनि 2टा सिट ल भनेको सिट त के गाडी नै रिजर्भ गरेर ल्याए यस्तो खाली रहेछ त्यही भएर मजाले आइपुग्यौँ यहाँनिर भाइलाई केही ल्याइदिएको थिएन नि त अनि चिप्सहरू के किन्नुको लागि यहाँनिर दोकानमा आएको छु म चाहिँ यहाँनिर अब तिहारको लागि सामान झर्दै रहेछ अनि त्यही भएर वेट गर्दैछु अब चाहिँ घर जान्छु सिधै